ठिक छ। उहाँ चाहिँ एकदम भावुक हुनुभएको छ। विदेशबाट आफ्नो छोराले विदेशबाट एकजना कस्टमरले आफ्नो बाबालाई सरप्राइज गिफ्ट दिनको लागि चाहिँ हामीलाई अर्डर गर्नुभएको थियो आइफोन 13 128 GB मा। र यो आइफोन 13 चाहिँ हामी उहाँको घरसम्म उहाँको बाबालाई पुर्याइदिँदैछौँ सरप्राइज गिफ्टको लागि है त। र साथै हामीले चाहिँ यो आइफोन खरिद गरे बाबत उहाँलाई चाहिँ दिएको छौँ ओरिजिनल एप्पल सर्टिफाइड ओरिजिनल चार्जर, कभर र प्रोटेक्सन ग्लास पनि है त। र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हजुर निरबहादुर खोलाल हुनुहुन्छ? नमस्कार हजुर है। कि गेस गर्नु नि त एकचोटि भनिदिनु त, अब उहाँहरूलाई पनि थाहा हुन्छ, उहाँहरूले नि हेराउनु भएको छ। एकचोटि तपाईँको अब हुन्छ नि यो ब्याग डिटेल्स मलाई पठाइदिन्छ होला, सायद एउटा हुन्छ नि। मैले कल पनि गर्न सकिनँ, कल्पना गर्न सक्नु भएन? कल पनि गर्न सकिनँ। छोराले के पठाइदियो कि विदेशबाट? विदेशमा हुनुहुन्छ छोरा चाहिँ अनलाइन। ओहो आइफोन छ त? आइफोन छ, आइफोन के हो यो? एकचोटि निकाल्नु। आइफोन आएको छ, आइफोन। कसले पठाइदिएको रहेछ त? छोराले पठाएको। ठिक छ। उहाँ चाहिँ एकदम भावुक हुनुभएको छ। विदेशबाट आफ्नो छोराले आइफोन 13 आफ्नो बाउलाई माया गरेर पठाइदिनु भएको छ। यसो यो आइफोन 13 चाहिँ हामी उहाँलाई चाहिँ पुर्याउन आएको थियौँ र उहाँलाई भेट्यौँ र उहाँले चाहिँ जस्ट रिसिभ गर्नु हुँदैछ आइफोन 13। उहाँ हाम्रो सरले चाहिँ अहिले भर्खरै आइफोन 13 अनबक्सिङ गरिसक्नुभयो उहाँको हातले नै। अनि हजुरले चाहिँ विदेशमा भएको आफ्नो छोराले चाहिँ सरप्राइज गिफ्ट हजुरलाई पठाउनु भयो। हजुरलाई चाहिँ जस एकछिन भावु पनि हुनुभयो सायद होइन? कस्तो फिल भएर चाहिँ एकचोटि भनिदिनु न। अब सुरुमा त एकदम गाह्रो भयो छोराले पठाएको भन्दा होइन। अब उहाँ टाढा बसेको छोराले होइन बाउलाई सम्झेर पठाउँदा अलिकति भावुक भएँ। अब अहिले आएर खुसी लाग्यो। एउटा आइफोन चलाउने रहर थियो अनि मैले छोरालाई दुईचोटि भनेको पनि थिएँ बाबु एउटा आइफोन चलाउने रहर छ भनेर। त्यो रहर आज मेरो छोराले पुरा गरिदियो भनौँ न। र अन्त्यमा के भन्न चाहनुहुन्छ आफ्नो छोरालाई? अब छोरालाई अब मभन्दा धेरै टाढा छ, राम्रो होस्, सुख शान्ति होस् होइन। भगवान्ले सधैँ रक्षा गरून्। बुवा आमा परिवारसम्मको सम्बन्ध माया सधैँ अझ गाढा बनेर जाओस् होइन। सधैँ सम्पर्कमा बस्न पाइयोस्। सधैँ अब यो आइफोन कति हो 13बाट चाहिँ छोरासँग दैनिक भेटघाट बोलचाल होस् होइन। हवस् त हजुरलाई एकदमै कङ्ग्रेचुलेसन है।